के भयो तँलाई? किन मलाई यो खाना खान नदिएको? आमा, यो खाना नखानुस्। यो खानामा म्याडमले विष मिसाउनु भएको छ। भीम, के भन्न खोज्दैछ तैँले? मेरो बुहारीले कहिले पनि मैले खाली खानामा विष मिसाउन सक्दिनँ। यदि यो कुरा झुटो भयो भने म जतिको नराम्रो कोही हुने छैन। के सोचेर बोल्दैछस्? आमा, मैले हजुरलाई किन झुटो बोल्नु र? मैले त हजुरको नुन खाएको छु। यदि मेरो कुरा विश्वास लाग्दैन भने यो खाना म्याडमलाई खानु भन्नुहोस्। भीम, तिमी हदभन्दा माथि जाँदैछौ। मैले मेरो आमालाई किन विष मिसाउने? जन्म दिने मात्रै आमा हुँदैन नि भीम, कर्म दिने पनि मेरो आमा नै हो। मैले मेरो आमालाई विष मिसाएर दिए भन्न तिमीलाई लाज लाग्दैन? आमा, यसले झुट बोल्दैछ। मैले हजुरको खानामा किन विष मिसाउने र? यसलाई हाम्रो घरको मात लागे जस्तो छ। आमा, सृष्टि, के हुँदैछ? हेर्न बाबु, यो के भन्दैछ? मेरो खानामा विष मिसाएको छ अरे, त्यो पनि सृष्टिले। हेर न, आमालाई खाना खान नदिएर यसले। के रे? के भन्दैछौ भीम तिमी? यो सृष्टिले कसरी यो गर्न सक्छ? सर, आफ्नै आँखाले देखेको किन झुट बोल्नु? भीम, तिमी पागल त भएनौ? पहिलो कुरा, तिमी यो घरको नोकर हो। नोकरको ठाउँमा बस, आफ्नो औकात नभुला। र तिमीले मलाई यति ठुलो आरोप लाउन कसरी सक्यौ? सुन्दर आमा, म सत्य बोल्दैछु। मैले यो खानामा केही पनि मिसाएको छैन। यसले झुट बोलिरहेछ। सर, खोइ कसरी हजुरलाई विश्वास दिलाउनु? यदि मेरो विश्वास लाग्दैन भने यो खाना म्याडमलाई खाएर देखाउनु भन्नुहोस्। त्यसपछि छुटिहाल्छ नि, दुधको दुध पानीको पानी। सृष्टि, ऊ हाम्रो घरको इमान्दार नोकर हो। मलाई उसको पुरा विश्वास छ। तिमी यसो गर, यो खाना अलिकति खाएर देखाऊ, अनि झुट के हो साँचो के हो तुरुन्तै प्रमाणित हुन्छ। सुन्दर, तिमी पनि यो नोकरको कुरा सुनेर म माथि शङ्का गरिरहेछौ? सृष्टि, सुन्दरले भन्छ भने खाइदियो नि त अलिकति। आमा, तपाईँ पनि? मैले यो के गरेँ? अब म यसरी बसेर हुँदैन। अब मैले आमासँग माफी माग्नु पर्छ। तर आमाले यति ठुलो गल्ती गरेपछि
माफ दिनुहुन्छ कि दिनुहुन्न के भन्ने होला मैले। जेसुकै होस् गएर माफी माग्छु। होला त म माफीको लायक छैन, तर पनि मिल्छ भने एकचोटिलाई माफ गर्दिनँ। त्यति बेला मलाई के भयो किन मेरो मनमा त्यस्तो सोच आयो मलाई नै थाहा छैन। आमा हुन त हजुरको र सुन्दरको माया बढी भएको हो। आमा मबाट धेरै ठुलो गल्ती भयो, तर पनि म हजुरले माया गरेको बुहारी भन्दा पनि हजुर मलाई आफ्नै छोरी जस्तो गर्नुभएको छ। हुनसक्छ भने मलाई एकचोटिलाई माफ गरिदिनु होला। विश्वास पनि छ आमा हजुरले मलाई माफी दिनुहुन्छ भनेर, तर मलाई थाहा छ सुन्दरले मलाई माफ दिनुहुन्न भनेर। हुन त आफ्नै जन्म दिने आमालाई मार्न खोज्ने मान्छेलाई कसले माफ दिन्छ र मैले भए पनि दिदिनँ। आमा मलाई माफ गरिदिनुहोस् है, अब मबाट कहिले पनि यस्तो गल्ती हुँदैन। ल के कुरा गरेकी सृष्टि, तिमीले गल्ती मान्छेबाटै त हुने हो। त्यो माथि तिमी त मेरो बुहारी हो, छोरी समान हो। तिमीले मैले छोरी मानिरहेको छु। आफ्नो छोराछोरीले गरेको गल्तीमा कुन चाहिँ आमाले माफी दिन्न होला र? हात जोडिनुपर्छ त लाठी। त्यसो भए मलाई माफ दिनुहुन्छ त आमा? ल बाबा ल माफी दिनु। सुन्दरको बारेमा तिमीले पिरै नगर। मेरो माया र संस्कारमा हुर्केको छोरो पो हो त। एकछिन रिसाए पनि उसले केही नबुझेर केही नजाने कसैलाई केही बदला लिँदैन। तिमी मैले भनिरहनु पर्छ र? मलाई भन्दा त तिमीलाई धेरै थाहा हुनुपर्ने हो। त्यत्रो वर्ष लभ गरेर बिहे गरेका हौ। साँच्चै मलाई माफ गर्नुहुन्छ त आमा? पिरै नगर न। मैले माफ दिएपछि मेरो छोराले माफ कसरी माग्दैन? मैले भने त म यो खाना खाँदिनँ भनेर। यसले सही बोल्दैछ। हो मैले यो खानामा विष मिसाएको छु। सुन्दर से ल्याएको थिएँ। तिम्रो आमा हाम्रो जिन्दगीमा कति घाँडो घर बसेको छ भन्ने कुरा तिमीलाई थाहा छैन?
सुन्दर अझै तनाव लिइरहेछस्? छोड दे बाबु यी सब कुरा। सुन्दर चिया खाऊ न। आमा यसलाई यहाँबाट गइहाल्नुहोस्, नत्र जाऊ त। खाँदैन अरे, म खान्छु, तिमी जाऊ त। यति डर राख्नु भयो। सुन्दर खाँदैन अरे। सुन्दर जे हुनु थियो भइसक्यो। अब एउटै कुरालाई मुद्दा बनाएर सधैँभरि घरमा झगडा गर्नु राम्रो हुँदैन छोरा। हेर बाबु, यसलाई एउटा दुर्घटना मात्रै सम्झेर यी सब कुरा बिर्सिदेऊ छोरा। हाम्रो यो घरको इज्जतको लागि भने हामीले सबै कुरा बुझ्नुपर्छ। बाबु बुझ्ने कोसिस गर। आमा अब पनि योभन्दा कति बुझ्नु छ र? जो मान्छेलाई आफ्नो सम्झेर सर्वस्व सुम्पियौँ त्यही मान्छेले यत्रो घात गरेपछि कसरी विश्वास गरौँ? भनिन्छ नि, आफूले पालेको कुकुरले आफैलाई टोक्न थालेपछि फेरि त्यो कुकुरलाई आफ्नै घरमा पालिराख्नुको कुनै औचित्य छैन। यसलाई पनि अब हाम्रो घरमा बस्ने कुनै अधिकार छैन, निकाल्नुपर्छ घर। त्यो मैले बुझिसकेको छु बाबु। गल्ती मान्छेबाटै हुने हो। उसले गरेको गल्तीको महसुस सृष्टिले राम्रोसँग गरिसकेको छ र उसले माफी पनि मागिसकेको छ। माफी माग्नु समाधान हुनु हो भने मान्छेहरूले अपराध गर्दै माफी मात्रै मागेर बस्थे। तपाईँ जे भन्नु चाहनु, यो अपराधी यो घरमा हुनु हुँदैन। तिम्रो बाबु बाजे हाम्रो पुर्खादेखिको इज्जत सबै माटामा मिल्छ त। तिमीले जसरी हुन्छ यो हाम्रो घरको कुरा घरमै मिलाउने र बुझ्ने कोसिस गर छोरा।